हेलो, जय मसी अनि गुड मर्निङ, नमस्कार मेरो सम्पूर्ण साथीहरूमा। म धीरेन माइकल मँगरबाट र आज मदर्स डे है। र सम्पूर्ण हाम्रो आमा दिदी बहिनीहरूमा हार्दिक बधाई अनि शुभकामना टक्राउन चाहन्छु। र आज आमाहरू भएको कारणले गर्दा नै हामीले यो संसारलाई देख्न पायौँ है। यस कारणले गर्दाखेरि हामीले संसारमा रहन्जेल हामीले आफ्ना आमाहरूलाई है धेरै वास्ता गर्नुपर्ने हुन्छ है। वास्ता गरौँ। आज हामीले हरेक पल, आज मात्रै होइन तर सधैँ नै संसारमा रहन्जेल नै हामीले आफ्ना आमाहरूको ख्याल गरौँ होइन। उहाँको कतिवटा खाँचो अपुगहरू आज हामीले हेरौँ, पुरा गरिदिउँ। किन भन्दाखेरि आमाहरूले हामीलाई 9 महिना कोखमा राखेर त्यति मात्रै नभएर हामीलाई है सानो छँदा है हरेक पल निन्द्रा नभनी हाम्रो गुमुतहरू है सोरेर कतिचोटि आज हामी त्यही हातले है हामीलाई स्याहार सुसार गरेर त्यही हातले होइन कतिचोटि हातहरू खायो होला होइन। धेरै आज यस्ता कुरोहरू छन् जो आमाहरूले हामीलाई यहाँसम्म पुग्नमा होइन आउनुमा चाहिँ सहायता गर्यो होइन, कर्तव्य पुरा गरिदियो। यस कारणले गर्दाखेरि हामीले आफ्नो आमा बाबुको चाहिँ हरेक पल हरक्षण वास्ता गर्नु जरुरी छ। हुन्छ, सम्पूर्णमा नमस्कार।